आज हामी मल्लिकार्जुन मन्दिर जाँदैछौँ र जहाँ भक्तहरू आइपुगे है भनेर पुजारीले गेटमै बसेर घन्टी बजाएर भगवानलाई संकेत गर्ने चलन छ। मल्लिकार्जुन मन्दिरको उत्पत्तिसँग जोडिएको कथा अत्यन्तै रोचक, आध्यात्मिक र भावपूर्ण छ। यो कथा भक्त अभयराजसँग गाँसिएको छ, जसको जीवन र आस्थाबाट नै मन्दिरको उत्पत्ति र महिमा आरम्भ भएको मानिन्छ। संसारको एकान्त कुनामा शैल्य शिखर पर्वतको छायामा एक भक्त थिए जुन अभयराज। उनीमा शिवजी प्रतिको अटल श्रद्धा, निष्ठा र समर्पण थियो। आफ्नो जीवनको लक्ष्य नै शिवलिङ्गको दर्शन गर्ने, पूजा गर्ने र साक्षात् शिवसँग साक्षात्कार गर्ने थियो। धेरै वर्षसम्म उनले विभिन्न तीर्थहरू, हिमाल पर्वत, नदी, पहाड डुल्दै अन्ततः शैल्य शिखर पर्वतको चुलीमा पुग्छन्। त्यहाँ पुग्दा उनी एक रहस्यमय शिलाभित्रको अदृश्य गुफामा प्रवेश गर्छन्। त्यो स्थान साधारण थिएन, त्यहाँको वातावरण नै केही अद्भुत थियो, जस्तो कुनै दिव्य शक्ति बसोबास गरिरहेको होस्। ध्यानमा बसेका अभयराज अचानक एक ज्योतिर्लिङ्गको दर्शन गर्छन्। ज्योतिर्लिङ्ग जुन अद्वितीय र तेजपूर्ण थियो। त्यस क्षण उनी आँखा रसाउँदै शिवजीको आराधनामा लीन हुन्छन्। यही बेलामा एक आकाशवाणी गुन्जिन्छ, हे भक्तराज अभयराज, अबदेखि मेरो स्थायी वास यही हुनेछ। तिमीले यहाँ दर्शन र पूजा गर्न सक्नेछौ। अरू भक्तहरूलाई पनि यही आउन भनिदेऊ। यो दिव्य सन्देशले अभयराजलाई भरपूर आस्था, उमङ्ग र जिम्मेवारीले भरिदिन्छ। उनी तुरुन्तै पर्वतबाट तल झर्छन् र अन्य भक्तहरू भीमराज भट्ट, निमतनाथ योगी, सूरदास औजी, धीराधारा लगायतलाई यो दिव्य सन्देश फैलाउँछन्। गाउँ गाउँमा मान्छे पठाएर शिवलिङ्गको प्रकट स्थान र पूजा विधिको जानकारी दिन्छन्। त्यसपछि शैल्य शिखर पर्वतमा विधिपूर्वक पूजा गरिन थालिन्छ। भक्तजनहरूले व्रत बसी पवित्र जीवनशैली अपनाउँदै असार शुक्ल चतुर्दशी र कार्तिक शुक्ल त्रयोदशीका दिन त्यहाँ दर्शन गर्न थाल्दछन्। यसरी अभयराजको श्रद्धा, तपस्या र समर्पणले मल्लिकार्जुन मन्दिरको उत्पत्ति भएको हो भन्ने जनविश्वास रही आएको छ। जुन शिला र गुफा उनले देखे त्यसैलाई आजसम्म पनि मल्लिकार्जुन ज्योतिर्लिङ्गका रूपमा मानिन्छ। दार्चुला जिल्लाको पूर्व दिशामा अवस्थित मल्लिकार्जुन मन्दिर एक अनन्त श्रद्धा र भक्तिभावले भरिएको तीर्थस्थल हो। कालको गर्भबाट निस्किएको करिब 2000 वर्ष पुरानो यो मन्दिर शिवजीका 12 ज्योतिर्लिङ्गहरूमध्ये अत्यन्तै महत्त्वपूर्ण लिङ्गका रूपमा पूजनीय रहँदै आएको छ। सदरमुकामबाट 52 किलोमिटर टाढा शैल्य शिखर पर्वतको काखमा अवस्थित यो स्थल केवल आस्थाको केन्द्र मात्र नभएर इतिहास, संस्कृति र प्राकृतिक सम्मिश्रण हो। मड गाउँको हरियालीले ढाकिएको शान्त वायुमण्डलमा अवस्थित मन्दिरको चतुर्दिक वातावरण श्रद्धा र भक्तिभावले स्पन्दित हुन जान्छ। मल्लिकार्जुन मन्दिरको उत्पत्तिसँग सम्बन्धित कथा पनि त्यत्तिकै रहस्यमय, आध्यात्मिक छ, जुन भक्त अभयराजको त्याग, तपस्या र भक्तिभावले यहाँको पवित्रता झन उजागर गर्छ। शिखर पर्वतमा शिवलिङ्गको दर्शन गरी उनीमाथि भएको आकाशवाणीमा महाराज मल्लिकार्जुनले आफ्नो थाइवास यहीँ रहने घोषणा गरेपछि यस स्थलको नाम अझै बढ्यो। अभयराजले अन्य भक्तहरूलाई भनिसकेपछि यो पावन मन्दिर अहिले पनि त्यहीँ रहेको छ, जुन शैल्य शिखर पर्वतमा हरेक वर्ष असार शुक्ल चतुर्दशी, कार्तिक शुक्ल त्रयोदशीका दिन विशेष पूजा गरिन्छ, जसमा भक्तहरूले शुद्ध जीवनशैली अवलम्बन गरी तपस्या र ब्रह्मचर्यको मार्ग अपनाउँछन्। तामसी भोजन, मदिरा र सहवास जस्ता कर्म त्यागी स्नान ध्यानपूर्वक स्वामीको दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास पनि छ। यही आस्थाको कारणले मल्लिकार्जुन मन्दिरमा भारत र नेपालका विविध स्थानबाट भक्तजनहरूको बाक्लो उपस्थिति हुने गर्दछ। भक्तजनहरूको बाक्लो उपस्थितिलाई यहाँ जुन बालुवाकोट, धारचुला, पिपली जस्ता ठाउँबाट सीमावर्ती क्षेत्रबाट आउने भारतीय भक्तजनहरू र महाकाली नगरपालिका, अभिमाल गाउँपालिका जस्ता नजिकैका बस्तीहरूबाट पनि जात्राका दिनहरूमा भक्तजनहरूको ओहिरो लाग्ने गर्दछ। असार र कार्तिक महिनाको पूर्णिमाका दिनहरू यहाँ अत्यन्तै भिड जात्रा हुने गर्दछ, जहाँ देउडा, झोडा र नाचगान रातभर चल्दछ। दम्हा, झ्याली
बिगुलका तालमा नवयुवकहरू नाच्दै गाउँदै मल्लिकार्जुन स्वामीको दर्शन गर्न मन्दिर पुग्छन्। यहाँको 5 फिट अग्लो गजुरले आकाश चुमेको देखिन्छ। मन्दिरभित्र शिवलिङ्ग, शिवमूर्ति तथा बलिचन्द्रको मूर्तिहरूले मन्दिरको धार्मिक गरिमा बढाएका छन्। यहाँ चढाइने पूजा सामग्रीहरू त्रिशूल, घण्ट, जोडी, तावदानी, शङ्ख, देव सिंहासन आदिले मन्दिरलाई अझै ऐतिहासिक र सांस्कृतिक बनाएको छ। यसरी मल्लिकार्जुन मन्दिर केवल धार्मिक स्थल नभएर श्रद्धा, इतिहास, संस्कृति र प्राकृतिक सङ्गम बन्दै आएको छ। जसरी शिवजीको ज्योतिर्लिङ्गले प्रकाश फैलाउँछ, त्यसै गरी मल्लिकार्जुन मन्दिरले पनि भक्तजनहरूका मनमा आशा, भक्ति र आनन्दको उज्यालो छर्ने काम गरिरहेको छ भन्दै आजको यो बसाइबाट म बिदा लिन चाहन्छु। जाँदा जाँदा यो भिडियो कस्तो लाग्छ? यहाँहरूले यदि भगवानप्रति आस्था छ भने यो भिडियोलाई धेरैभन्दा धेरै साथीहरूमा सेयर गरिदिनुहोला। सँगसँगै एक लाइक गर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला। धन्यवाद।